ल साथीहरू आज हाम्रो घरमा माइजू आउनु भएको छ मेरी माइजू प्यारी माइजू है ल भान्जीको कौसी हेर्न ल के हेर्दै हुन्छ माइजू भन्नु त के राम्रो लाग्यो खोर्सानी टोक्न मन लाग्यो अरे माइजूलाई पनि मैले पिरो कस्तो मिठो हुन्छ भन्थेँ नि देख्नु हामी खोर्सानी खाने मान्छेलाई मिठो हुन्छ नि त होइन माइजू पिरो छिपेको दही हाल्नु खाने अरे माइजू ल टिपेर लानु है अब यहाँ हजुरबा खस्नु भएको छ के अरे बार्नु भएको रहेछ भान्जीको हातको चिया मात्रै खाने हुनुभएको छ अनि घरै लगेर खोर्सानी चाहिँ पिरोमा दहीमा खाने हुने हुन्छ छिपेको टिप्नु अब आफै माइजू कालो खोर्सानी यस्तो पिरो मिठो छ क्या यो पनि झन् यसको बिउ छैन अब बेर्ना थियो सिधिसक्यो नि त ल टिप्नु है माइजू म त यहाँ भिडियो बनाइदिनुहोस् तपाईँको ल छिपेको टिपेर लानु त अघि एउटा पनि खाइ नसकेर नि पिरो यस्तो मिठो क्या पिरो त्यो मिठो पिरो भनेको खोर्सानीको पिरो त पिरै छ कि त्यसको जुन राग आउँछ नि कस्तो मिठो हुन्छ होइन भन् त बास्ना हो नि हो मलाई पनि त्यस्तै कस्तो खाइरहेको छु यो क्या अकबरे पनि टिप्नु है यता ल छिपेको छु कति टिप्नुहुन्छ ल टिप्नु भान्जीको कसैले त्यही हो अब अर्थक नखाने भन्नु हो अनि पक्नु अहिले स्याउ छ तल काटेर खानुपर्छ चिया खिलाउँछु म मिठो कफी खिलाउँछु आइजूलाई अरू चाहिँ टिप्नु हो यहाँ कुनी है अब खाने गरी आउनु बस्ने गरी आउनु हप्ता 10 दिन है यसरी खान पाउँदा होइन त त्यो पनि ठिक राम्रै हो है ल छिपेको म पनि टिप्दिनँ ल त हातमा दिनुहुन्न भन्छन् माइजू केमा दिनु त मैले फेरि नियम पनि जान्नु पर्यो कडा छ नि त ल यहाँ राखिदिएँ है हो त यस्तो के हुन्छ भन्छन् हो नि होइन त मान्नुपर्छ यहाँ छ माइजू यहाँ यसमा टिप्नु त मजाले छिपेको टिप्नु न ल यहाँ यो हरियो त कस्तो दामी फलेछ कि यो हरियो बुटमा बिउ हुन्छ अब बेर्नै उ त ब्यागै दिन्थ्यो नि म त्यहाँ छ नि कहिले लानु हो नि ठिकै छ पछि अब ल के चाहिन्छ टिप्दै गर्नु है माइजू अब हामी टिकटक बनाउनुपर्छ होला माइजू भान्जीको एउटा अर्को फेरि